Hello guys, welcome back to my vlog. म धेरै दिनपछि आइसकेको छु र आज लाइक धेरै दिन ढिला भयो त्यसको लागि एकदमै माफी चाहन्छु र आज हामी चाहिँ क्लासमा एउटा गेम खेल्न गइरहेको छ। त्यो गेम चाहिँ हो क्वेसन एन्सर रिलेटेड छ र आज तपाईँलाई म देखाउ यो चाहिँ हाम्रो क्लास हो, हाम्रो ब्याचमेटहरू है। अनि यता चाहिँ अब चाहिँ हामी क्वेसन एन्सर सुरु गर्न गइरहेको छौँ। सबैभन्दा सुरु हामी स्टार्ट गर्छौँ हाम्रो टपर साथी हाम्रो क्लासकै हाम्रो ब्याचकै सबभन्दा टपर हुनुहुन्छ उहाँ चाहिँ। उहाँको नाम छ कृष्ण न्युपाने। उहाँलाई तपाईँहरूले इन्स्टाग्राममा पनि फलो गर्न सक्नुहुन्छ र एकदमै राम्री र आज कृष्ण आज अब गेम खेल्न गइरहेको छौँ र तिमी चाहिँ घिसेर बोनभरि के चुज गर्न चाहन्छौ? बिसेर र तिम्रो नामको फर्स्ट लेटरबाट कुनै घिसेर आउँछ त्यो नाम भन्न सक्छौ एउटा? किडनी। किसला तिमीले चाहिँ अब किडनी चुज गरिहाल्यो केबाट र तिमीलाई एउटा किडनीबाट क्वेसन सोध्न गइरहेको छु। किडनीले सेक्रेट गर्ने हर्मोनको नाम भन्न सक्छौ? The hormone that is secreted by kidney are renin, erythropoietin, 1,25 dihydroxycholesterol and prostaglandin. अनि किडनीले किडनीमा एक्ट हुने हर्मोनको नाम भन्न सक्छौ? The hormones that act on kidney are aldosterone, then ADS or vasopressin, then there is parathyroid hormone, calcitonin and adrenal activity. एकदमै राम्रो आन्सर दिनुभयो, एकदम धन्यवाद छ। अनि अब चाहिँ हाम्रो अर्को साथीमा आइसकेको छौँ र क्वेसन एन्सरकै कुरा छ। तिमीलाई थाहा होला हाम्रो गेम छ घिसेर र बोनमा चुज गर्ने र तिम्रो नामको फर्स्ट लेटरबाट चुज गर्नुपर्ने छ। तिमी घिसेर र बोनभरि के चुज गर्छौ? घिसेर। अनि घिसेर चुज गर है त। अनि तिम्रो नामको जे भयो जे नि अनि जेबाट के? जेजुनम है त। जेजुनममा कस्तो खालको भिलाइ हुन्छ? जेजुनममा चाहिँ लिफ लाइक हुन्छ। लिफ लाइक हुन्छ र आइलियममा कस्तो खालको भिलाइ हुन्छ? आइलियममा फिङ्गर लाइक। ल फिलाइ भनेको के हो भन्न सक्छौ? Villi भनेको चाहिँ it is the projection of lamina propria which is covered by simple polar epithelium. एकदमै राम्रो एन्सर गर्ने ऊ चाहिँ हाम्रो कलेजको टपको साथी हो। मेरो कलेजको पनि हामी एउटै ब्याचमा थियो र हामी सँगै कलेजमा पढ्नु थाल्यो बङ्गलादेशमा। र ऊ चाहिँ हाम्रो अर्को साथी सुस्मी तामाङ हुनुहुन्छ। उहाँसँग पनि सेम गेम खेल्दैछौँ। सुस्मी तिमीले त भर्खर क्वेसन सुनिहाल्यो कस्तो खालको गेम छ र तिमी भन भिसेर र बोनभरि के चुज गर्छौ? बोन चुज गर्छौ र सुस्मी एसबाट भन। स्टर्नम है त। स्टर्नम कस्तो खालको बोन हो? यो चाहिँ फ्ल्याट बोन हो र यसको स्ट्रक्चर भन्न सक्छौ? यसको स्ट्रक्चर चाहिँ आउटर एन्ड इनर कम्प्याक्ट अनि त्यसपछि मिडल चाहिँ स्पोन छ है त। स्टर्नमको पार्ट्सहरू भन्न सक्छौ? स्टर्नमको चाहिँ तीनटा पार्टहरू छ। एउटा भनेको चाहिँ मेडिफेलियम, बडी अनि हार्टिउसेस। वाउ एकदमै राम्रो आन्सर, एकदम खुसी लाग्यो, धन्यवाद छ सुस्मी। उहाँ पनि हामी सबै नेपालीहरू भनौँ न सबैजना पढ्ने हुनुहुन्छ। उहाँ पनि एकदमै भनौँ न ऱ्याङ्कर हो है। धन्यवाद छ सुस्मी। अब चाहिँ हाम्रो बोइज ग्याङहरू हो, हामी सबै नेपाली केटाहरू। अब यता चाहिँ क्वेसन एन्सर गर्न गइरहेको छु। हेलो विराट, के छ सजेको? आजको गेमको बारेमा तिमीलाई पनि थाहा नै होला। तिमी भिसेर र बोनभरि के चुज गर्न चाहन्छौ? र तिम्रो नाम चाहिँ विराट भन्दा चाहिँ बीबाट के चुज गर्न चाहन्छौ? ब्ल्याडर है त। ब्ल्याडरको लाइनिङ भन्न सक्छौ? ट्रान्जिशनल इपिथेलियमको फङ्सन भनेपछि prevent the reabsorption and it helps in distension of the bladder. वाउ एकदमै राम्रो आन्सर चाहिँ हाम्रो क्लासको सबभन्दा ह्यान्डसम हाम्रो विराटनगरको हिरो एकदम स्वागत छ हाम्रो साथी ऊ पनि हाम्रो नेपाली साथी हो र आज नियममा थाहा होला। र तिमी भिसेर र बोनभरि के चुज गर्न चाहन्छौ? भिसेरामा तिम्रो फर्स्ट नामको फर्स्ट लेटरबाट चुज गर। स्टोमक। कन्टेन्ट अफ द स्टोमक भन त। एकदमै राम्रो एन्सर। र अब स्टोमकमा ग्यास्ट्रिक अल्सर कुन चाहिँ पार्टमा हुन्छ? एकदमै राम्रो एन्सर, एकदम खुसी लाग्यो, धन्यवाद। ऊ चाहिँ मेरो साथी हो सोहेल, हाम्रो रोडहटको राजा भनौँ न। अनि र तिमीलाई पनि गेमको बारेमा थाहै छ। र तिमी भिसेरा र बोनभरि के चुज गर्न चाहन्छौ? भिसेरामा तिम्रो नाम सोहेल भनेपछि एसबाट चुज गर। स्मल इन्टेस्टाइनबाट तिम्रो क्वेसन छ। कतिवटा पार्ट हुन्छ स्मल इन्टेस्टाइनको? स्मल इन्टेस्टाइनको त तीनटा पार्ट हुन्छ होइन, डेड्युनम, सेजुनम एन्ड इलियम। एकदम राम्रो। त्यसको लाइनिङ भन्न सक्छौ?
चाहन्छौ? लाइनिङ भन्नाले सिम्पल कानुन नारी हो एकदमै राम्रो, एकदमै कलर पनि राम्रो, एन्सर पनि राम्रो, धन्यवाद है त। ल फेरि पनि आइसकेको छ हाम्रो अर्को नेपाली साथी, हाम्रो क्लासमा धेरै नेपाली साथीहरू छ। ऊ चाहिँ हाम्रो साथी हिमाल भण्डारी इलामबाट। तिमीलाई पनि गेमको बारेमा पक्कै पनि थाहा होला। र गेममाको तिमी भिसरा र बोनमध्ये के चुज गर्न चाहन्छौ? म बोन चुज गर्छु। ल बोन चुज गर्यो है त। र तिम्रो नाम हिमाल भन्नु चाहिँ एचबाट हो। एचबाट के चुज गर्छौ? म हिपबन। हिपबोन है त। हिपबोन कस्तो टाइपको बोन हो? यो एउटा इरेगुलर बोन हो एकदम राम्रो। र तिमीलाई आर्टिकुलेटेड बोनी पेलेस भन्ने थाहा होला, यो हिपबोनबाटै बन्छ होइन? तर तिमी मेल र फिमेलमा कसरी छुट्याउँछौ? मेल र फिमेलमा छुट्याउनु चाहिँ हामीले सब प्युबिक एङ्गल हेर्नुपर्छ। एङ्गल चाहिँ कति हो? मेलमा चाहिँ सब प्युबिक एङ्गल 50 to 60 डिग्री हुन्छ र फिमेलमा चाहिँ 80 to 90 डिग्री। वाउ एकदमै राम्रो छ। हाम्रो सबै हामी नेपालीहरू हाम्रो म बाहेक चाहिँ सबैजना टपरै टपर छ होइन? थ्याङ्क यू हिमाल। ऊ चाहिँ हाम्रो क्लासको एकदमै भनौँ न ह्यान्डसम काठमाडौँको हिरो है। हाम्रो क्लासमा धेरैजना नेपालीहरू छ भन्ने कुरा तपाईँले हेरिसक्नुभयो होला। र उहाँबाट अर्को क्वेसन सुरु गर्न गइरहेको छ। र सेम गेम हो र तिमीलाई गेमको बारेमा पनि एकदम पक्कै थाहा होला। र बोन र फिसरमा मैले के चुज गर्न चाहन्छौ? बोन चुज गर्न चाहन्छु। ल त निहित भट्टराई, हाम्रो निहित भट्टराई साथी। अनि एनबाट के चुज गर्छौ? बोन नेजल बोन। नेजल बोन है त। नेजल बोन कस्तो खाले बोन हो? यो फ्ल्याट पेयर्ड बोन। हस् त। अनि फ्ल्याट बोनको स्ट्रक्चर भन्न सक्छौ? यसको स्ट्रक्चर भनेको आउटर टेबल, इनर टेबल, मिडल डिप्लोइ। वा एकदमै राम्रो लाग्यो एन्सर, एकदमै स्मार्ट एन्सर दिनुभयो। धन्यवाद छ हाम्रो साथी निहितलाई। ऊ मेरो रुममेट पनि हो है त। ल नमस्ते। फाइनली आजको क्वेसन एन्सर सेसन सकेको छ। एकदमै रमाइलो लाग्यो। र अब म मेरो क्लासको साथीहरूलाई जो सपोर्ट गर्न एकदमै धन्यवाद दिन चाहन्छु। धन्यवाद है त साथीहरू, तपाईँले सपोर्ट गर्नुमा एकदमै खुसी लाग्यो। के भन्न चाहनुहुन्छ? ल सुन्नुभयो नि त, त्यही गर्ने। ल बाई।